दुबईमा बस्नुहुन्छ, अब आफ्नो प्यारेन्ट्स, दाइ भाइ, दिदी बहिनी, रिलेटिभ वा फ्रेन्ड्सलाई दुबईमा बोलाउनु प्लान गर्दै हुनुहुन्छ भने यो अपडेट मिस नगर्नु होला। दुबई गभर्नमेन्टले नयाँ टुरिज्म क्याम्पेन लन्च गरेको छ, जसले एलिजिबल रेसिडेन्ट्सलाई AED 3000 भन्दा बढीको रिवार्ड्स दिन सक्ने बताइएको छ। तर यो रिवार्ड्स कसरी पाइन्छ, भिजिट भिजा कसरी स्पोन्सर गर्ने, के डकुमेन्ट्स चाहिन्छ, सबै कुरा आज यो भिडियोमा बुझौँ। नमस्कार, म हसन राजा, तपाईं हेर्दै हुनुहुन्छ साहस मिडिया नेटवर्क। दुबई डिपार्टमेन्ट अफ इकोनोमिक अनि टुरिज्म यानी DET ले दुबई इन्भाइट क्याम्पेन लन्च गरेको छ। यो क्याम्पेनको पर्पज टुरिज्म बढाउनु मात्र होइन, दुबईमा बस्ने रेसिडेन्ट्स र UAE सिटिजनलाई आफ्नो ओभरसिज फ्यामिली र फ्रेन्ड्स दुबई भिजिट गर्न इन्करेज पनि गर्ने हो। दुबईको इन्भाइट के हो? यो क्याम्पेन जुलाई 20 देखि अक्टोबर 31, 2026 सम्म भ्यालिड छ। यदि तपाईँ UAE रेसिडेन्ट्स हुनुहुन्छ र आफ्नो रिलेटिभ वा फ्रेन्ड्सलाई दुबई बोलाउन चाहनुहुन्छ भने अफिसियल नोमिनेसन फर्म भरेर रेजिस्टर गर्न सकिन्छ। वेबसाइट म तपाईँलाई यहाँ राखिदिन्छु लिङ्कमा। भिजिटर दुबई पुगिसकेपछि सिस्टमले अराइभल भेरिफाई गर्छ। भेरिफिकेसन कम्प्लिट भएपछि रेसिडेन्ट्सलाई 3000 भन्दा बढी भ्यालु रिवार्ड्स प्याकेज प्रोभाइड गरिन्छ इमेलको थ्रु। यो रिवार्ड क्यास चाहिँ होइन, यो भाउचर डिस्काउन्ट र एक्सक्लुसिभ अफरको रूपमा दिइन्छ। रिवार्डमा के छ त? दुबई सरकारले अनाउन्समेन्ट अनुसार रिवार्ड्स भित्र होटल स्टे, डाइनिङ, एक्सपिरियन्सेस, ट्रान्सपोर्ट डिस्काउन्ट र अट्र्याक्सन अफर समावेश छ। त्यसमा रहेछ W दुबई मिना स्याही, द वेस्टाइन दुबई मिना स्याही, लेमेरिडेन मिना स्याही बीच रिसोर्ट एन्ड वाटर पार्क, मेरिना डिजर्ट पार्म, IHG होटल एन्ड रिसोर्ट, ट्रान्सपोर्टेसन पार्टनरहरू करिम, हाला ट्याक्सी पनि रहेको छ। लाइफस्टाइल र इन्टरटेनमेन्ट पार्टनरबाट पनि स्पेशल अफर भ्यालुएबल हुन बताइएको छ। यसको मतलब दुबई घुम्न आउने फ्यामिली होटल बुकिङ, रेस्टुरेन्ट, ट्रान्सपोर्ट, अट्र्याक्सनमा सेभिङ गर्न सकिन्छ। इम्पोर्टेन्ट पोइन्ट, यहाँ एउटा कुरा धेरै इम्पोर्टेन्ट छ। धेरै मान्छे यो क्याम्पेनले फ्री भिजा दिन्छ भनेर बुझिरहेका छन्, तर त्यस्तो होइन। दुबई इन्भाइट प्रोग्रामले भिजा प्रोभाइड गर्दैन, रिवार्ड प्रोग्राम मात्रै हो। भिजिटरहरूसँग अलरेडी भिजा फ्री इन्ट्री, भिजा अन अराइभल अथवा भ्यालिड भिजिट भिजा हुनुपर्छ। भिजिट भिजा कसरी लिने त? यदि तपाईँको रिलेटिभको कन्ट्री भिजा फ्री लिस्टमा पर्दैन भने UAE रेसिडेन्ट्सले स्पोन्सर गर्न सकिन्छ। दुबईमा यो प्रोसेस GDRFA फ्यामिली एन्ड फ्रेन्ड्स भिजिट भिजाबाट गर्न सकिन्छ। दुबई गभर्नमेन्टको योर वे टु दुबई क्याम्पेनले पनि रेसिडेन्ट्सलाई आफ्नो लभ वान इन्भाइट गर्न इन्करेज गरिरहेको छ। अब हामी भिजिट भिजाको ड्युरेसन चाहिँ चेक गरौँ। भिजिट भिजा अप्सन 30 डेज, 60 डेज, 90 डेज। रुल्स अनुसार केही केसमा एक्सटेन्सन गर्न 120 डेजसम्म स्टे गर्न मिल्छ। अब भिजा कसरी अप्लाई गर्ने, कुन ठाउँ जाने? भिजा अप्लाई गर्ने ठाउँ एप्लिकेसन सबमिट गर्न सकिन्छ GDRFA वेबसाइटबाट, दुबई नाउ मोबाइल एपबाट, आमेर कस्टमर ह्याप्पिनेस सेन्टरबाट। प्रोसेस टाइम नर्मली केही दिन लाग्छ। अफिसियल इन्फर्मेसन अनुसार केही केसमा 48 आवरभित्र भिजा इस्यु पनि हुन सक्ने बताइएको छ। अब रिक्वायर्ड डकुमेन्ट्सहरू के छ त? जेनरली एप्लिकेन्टले चाहिने डकुमेन्ट्स भ्यालिड पासपोर्ट, पासपोर्टको भ्यालिडिटी मिनिमम 6 मन्थ हुनुपर्छ, रिजेन्ट पासपोर्ट फोटो, रिलेसनसिप प्रुफ, PCC रिपोर्ट र मोफा अनिवार्य छ अहिले। यदि पेरेन्ट्स, सिब्लिङ वा रिलेटिभ हुनुहुन्छ भने रिलेसनसिप देखाउने डकुमेन्ट चाहिन्छ। फ्रेन्ड्सको केसमा भिजिट पर्पज एक्सप्लेन गर्न सक्ने सपोर्टिङ डकुमेन्ट चाहिन्छ। अथोराइटिजले एडिसनल डकुमेन्ट पनि माग्न सक्छ, जस्तै इम्प्लोइमेन्ट कन्ट्र्याक्ट, स्यालेरी सर्टिफिकेट वा अरू सपोर्टिङ पेपर। अब आउँ अफिसियल भिजा फीहरूको बारेमा पनि कुरा गरौँ। अफिसियल इन्फर्मेसन अनुसार 30 डेज भिजाको फी AED 200 प्लस मेडिकल इन्सुरेन्सको 40, 60 डेज भिजा फी AED 300 प्लस इन्सुरेन्सको AED 60, 90 डेज भिजा फी AED 400 इन्सुरेन्सको AED 90। अनि एडिसनल चार्जेस पनि लागू हुन्छ, जस्तै 5% VAT, AED 1000 रिफन्डेबल सेक्युरिटी डिपोजिट, AED 20 सेक्युरिटी डिपोजिट सर्भिस फी, AED 40 कलेक्सन एन्ड रिएम्बर्समेन्ट फी। यदि भिजिटर अलरेडी UAE भित्र छ भने एडिसनल AED 500 इनसाइड कन्ट्री फी पनि लागू हुन सक्छ। फाइनल अमाउन्ट एप्लिकेसनको सर्कमस्टान्सेस अनुसार फरक हुन सक्छ।
अब कुरा गरौँ एलिजिबिलिटीको। दुबई इन्भाइट रिवार्ड पाउने रेसिडेन्स मिनिमम 18 इयर्सको हुनुपर्छ, भ्यालिड इमिरेट्स आइडी हुनुपर्छ, भिजिटर यूएई रेसिडेन्स हुनु हुँदैन, भिजिटर ओभरसिजबाट दुबई इन्टर गर्नुपर्छ, रेसिडेन्सले भिजिटर दुबई आउनु अघि अफिसियल नोमिनेसन सबमिट गरेको हुनुपर्छ, एक रेसिडेन्सले एक पटकमा 5 जनासम्म नोमिनेसन गर्न सकिन्छ। अब किन यो क्याम्पेन इम्पोर्टेन्ट छ त? दुबई टुरिज्म सेक्टरलाई बुस्ट गर्ने यो क्याम्पेन लन्च गरिएको हो। फ्यामिली रियुनियन, प्यारेन्ट्स भिजिट, फ्रेन्ड्स होलिडे, यो बिजनेस नेटवर्किङ या बिजनेस नेटवर्किङ, यो सबैसँग टुरिज्म पनि बढोस् भनेर अब्जेक्टिभ देख्न सकिन्छ। यदि तपाईँले आफ्नो फ्यामिलीलाई बोलाउने प्लान गरिराख्नु भएको छ भने अक्टोबर 31 भित्र ट्राभल गरेर रिवार्ड पाउन सकिन्छ। यदि तपाईँ दुबईमा बस्नुहुन्छ र फ्यामिली फ्रेन्डलाई भिजिट गर्न बोलाउन सोचमा हुनुहुन्छ भने यो क्याम्पेनको अफिसियल गाइडलाइन एकपटक भेरिफाई गर्नुहोला। भिजा प्रोसेस, डकुमेन्टेसन र एलिजिबिलिटी सबै कुरा अफिसियली अथोरिटीसँग कन्फर्म गरेपछि मात्र एप्लिकेसन सबमिट गर्न उचित हुन्छ। यो भिडियो इन्फर्मेसन पर्पजको लागि तयार गरिएको हो। यदि इन्फर्मेसन युजफुल लागेछ भने शेयर, सब्सक्राइब गर्नुहोला। म हसन राजा, तपाईँ हेरिरहनु भएको छ साहस मिडिया नेटवर्क। हस्त, धन्यवाद, नमस्कार।